सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नु हुँदैन? यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। र नियम 21 को प्रतिपक्षका अनुभवी र दिग्गज नेताहरूबाट लोकतन्त्रको संस्कार सिकाउला, बहसको मर्यादा सिकाउला। मान्य सदस्यलाई माइक दिनुस्। सभामुख महोदय, सदन सुरु हुँदै गर्दाको त्यो पहिलो दिनको सभालाई सम्झिरहेछु जहाँ प्रतिपक्षको बेन्चतर्फ दिग्गज राजनीतिक पुस्ता देखिनुहुन्थ्यो भने सत्ता पक्षको बेन्चतर्फ भर्खरै राजनीतिमा उदाउँदै गरेको युवा पुस्ता। र त्यो दिन लागेको थियो कि प्रतिपक्षका अनुभवी र दिग्गज नेताहरूबाट लोकतन्त्रको संस्कार सिकाउला, बहसको मर्यादा सिकाउला र असहमतिलाई फरक तरिकाले सम्मान गर्ने कला सिकाउला। तर सभामुख महोदय, यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। र नियम 21 को खमा प्रष्ट रूपमा लेखिएको छ। आँखा देख्नुहुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। 21 को खमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा। त्यो के त्यो नियतवश गरिएको हो कि र त्यसलाई कुन शब्दले भाषा मिलाउने हो? त्यो भाषा कस्तो हुन्छ? त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यहरूले यहाँ प्रष्ट रूपमा भन्न पर्यो। यदि भन्न सक्नुहुन्न भने आज जुन कुरा बोलिएको छ सभामुखले यो कान सुन्नुहुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्। यदि हटाइएन भने, यदि नहटाइएको खण्डमा राखियोस् सभामुख महोदय, ताकि इतिहासले हेरोस् कि प्रतिपक्षमा कस्ता कस्ता सभासदहरू सांसदहरू हामीले पठाइछौँ भनेर पुस्ताले देख्न मिल्ने गरी राखियोस्। यो दुईटा कुरा मध्ये एउटा कुरा गरियोस्। धन्यवाद। राजनीति गर्दा गर्दै कपाल पुरै फुलिसक्यो होइन, दाँत झर्ने बेला भइसक्यो। राजनीति गर्दा गर्दै तपाईँहरू बुढो भइसक्नुभयो, आराम गर्ने बेला भइसके। तर पनि तपाईँहरूलाई प्रतिनिधि सभाको बैठकमा सभामुखसँग कसरी बोल्ने हो, कुन तरिकाको व्यवहार गर्ने यति पनि ज्ञान छैन। तपाईले समाज सुधारको कुरा गर्नुहुन्छ, तपाईले सुशासनको कुरा गर्नुहुन्छ, तपाईले अरूलाई ज्ञान सिकाउने कुरा गर्नुहुन्छ, तपाईले देश विकासको कुरा गर्नुहुन्छ, जबकि एउटा माननीयलाई सभामुखसँग कसरी बोल्ने हो यति पनि ज्ञान छैन। के विकास गर्ने हो तपाईँ? के समाज सुधार गर्ने हो तपाईँ? तपाईँ कुन पार्टीबाट आउनु भएको छ? तपाईँको पार्टीले कुन संस्कार तपाईँले दिएको छ यति पनि तपाईँलाई ज्ञान छैन। के भन्ने हो तपाईँलाई? शैलीमा बोल्नु, सभ्य तरिकामा बोल्नु, जे पनि बोल्न पाइन्छ, तर सभ्य तरिकामा बोल्नुपर्छ नि माननीयज्यू। आइन्दा याद राख्नु होला, तपाईँले त मजाले जवाब दिनुभएका छन् हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयज्यूले, जोरा सुन्नुहोलाले। तपाईँ आइन्दा याद राख्नु होला नि, यस्तो नाना थरीका आएर बोल्ने, सभामुखको कान सुन्दैन, यो सुन्दैन, त्यो सुन्दैन। तपाईँको कानले उहाँले जिउँदै हुनुहुन्छ क्या हो? हरेक कुराहरू तपाईँको कानले सुनेर गर्नुहुन्छ क्या उहाँले? आइन्दा याद राख्नुहोस् न।